चाहिँ छ हामी चाहिँ जेनजी सानो नानीसँग कुराकानी गर्न खोजिरहेको छौँ। बहिनी नमस्ते, आफ्नो परिचय दिनुहोस्। मेरो नाम चाहिँ रोयल छ, मेरो घर यहीँ हो। जेनजी आन्दोलनमा सरिक हुनुभएको छ। यो आन्दोलनले जुन जेनजी आन्दोलनले सरकार परिवर्तन भए पछाडि फेरि आज पहिलो दिन भनौँ न, होइन? आज फर्स्ट डेमा दोस्रो चरणको पहिलो दिन। हजुर, के भन्न चाहनुहुन्छ सरकारलाई? तपाईँहरू के कारणले फेरि दोस्रो चरणको आन्दोलन गरिराख्नु भएको छ? हाम्रो माग पुरा भएन। मेन भनेको हाम्रो माग पुरा भएन। हामीले बलिदान दिएर, हाम्रो खुनको रगतको बलिदान दिएर उहाँलाई हामीले त्यो सत्तामा पुर्याउनको लागि हामीले यो गरेको होइन। उहाँको फाइदाको लागि उहाँले प्री प्लान जस्तो देखियो। यो अहिलेको आन्दोलन भनेको प्री प्लान देखियो, तर हामीले यो प्री प्लान गरेको होइन। उहाँले हाम्रो कुरा सुन्नुहुन्न भने, हामीले उहाँलाई दिएको सत्ताको उहाँले हाम्रो कुरा सुन्नुहुन्न भने उहाँलाई त्यो कुर्सीमा बस्न कुनै अधिकार छैन। उहाँ निक्ले पनि हुन्छ त्यहाँबाट, उहाँले त्यहाँबाट राजीनामा दिए पनि हुन्छ। अब हामी उहाँलाई त्यतिकै छोड्नेवाला चाहिँ छैन। अब यस्तै भइराख्यो भने, उहाँले निकास दिनु भएन भने उहाँको हालत चाहिँ शेख हसिना जस्तो हुनेवाला छ। शेख हसिना यता शीघ्र चाहिँ पुरा गर्नुपर्ने अवस्थामा अहिले उहाँहरू चाहिँ कुनै निर्वाचित जितेर आएको प्रधानमन्त्री होइन, मन्त्रीहरू पनि होइन। उहाँहरू चाहिँ जेनजीको शहीदहरूबाट रगतबाट उहाँहरू चाहिँ प्रधानमन्त्री मन्त्री बन्नुभयो, तर चाहिँ जेनजीका सपनाहरूलाई उहाँले पानी खना जस्तो गर्नुभयो। त्यसको विरुद्धमा र त्यो चाहिँ त्यो जेनजीको आन्दोलनका जुन सपना थिए, जुन अपेक्षा थियो, त्यो सरकारले परिवर्तन नगरेर अहिलेका जुन ठुला राजनीतिक दलहरू छन् ती दलहरूलाई फेरि ल्याउने अथवा 84मा हुने निर्वाचन 82मा गर्ने र त्यही जिम्मेवारी नै आफ्नो ठानेर जुन सरकारको सुझाव छ त्यसका विरुद्धमा चाहिँ आन्दोलन सधैँ पनि यो जनताको मागको लागि, शहीदहरूको जुन सपनाको लागि, जेनजीहरूको मागको म त कस्तो देखिरहेका छन् भने प्रधानमन्त्री र गृहमन्त्री यिनीहरू दुवैले पावर त
ह्यान्डल गरिरहेका छन् तर मिसयुज गरेर जेनजीकै मार्फत सरकार बनेको भनेर सबैमा भ्रम फैलाएका छन्। तर पनि जेनजीको सरकार चाहिँ यो होइन, यो पुरै फाउन्डेसनको सरकार हो। यो जस्तै जेनजीको सरकार भइराख्दाखेरि पनि जेनजी नै फेरि रोडमै आउनुको कारण चाहिँ के माग उहाँको माग कसैले पनि सुनवाई गर्नुभएको छैन। मानौँ कि एउटा कुनै पनि डकुमेन्ट गयो होइन त्यो कार्यालयमा, त्यो पेन्डिङमा मात्रै राखिदियो के। जस्तै स्टेप बाई स्टेप हुन्छ नि त, जस्तो जेनजी घाइते जेनजीहरूलाई पनि त सरकारले केही स्टेप बाई स्टेप त केही पनि होइन, यो पुरै रणनीति हो, यो चुनाव गराउने रणनीति हो यो भाइको। कसरी त्यो काङ्ग्रेस एमालेलाई फेरि यही सरकारमा ल्याउने भनेर यो चालखेल भइरहेको र यो कुनै यिनीहरूले गरेको होइन, पुरै भारतबाट नै चालखेल भइरहेको। जस्तै अन्तर देशले चाहिँ हाइज्याक गरिरहेछ यो पुरै हाइज्याक हो। यदि हाइज्याक नगरेको भए अहिलेको मध्य प्रदेश नम्बर 2 के सरकारले त्यो शिक्षामा लगानी गर्न नसकेको हो। जेनजी आन्दोलनमा 3 अर्ब 4 अर्ब रुपियाँ के मोदीसँग माग्नु पर्ने हो, सरकारले दिन सक्दैन। भनेपछि यो मेन एजेन्डा चाहिँ आफ्नो माग पुराको सहित उनीहरूको राजीनामा पनि हो। हामी मरेका छैनौँ। शहीदको सपनाको लागि बोल्नलाई हाम्रो अझै पुरै छ। हामी अझै बोल्न तयार छौँ। हामी शहीदको सपना पुरै गर्छौँ। जेनजी पुस्ताले गरेको बाक्लो भयो
नेपाली युवाहरूको कतिलाई थुन्न सक्नुहुन्छ यो देशमा? हामीले भन्यौँ तपाईँहरूको यो हिरासतको सङ्ख्या कति हो, यसभन्दा 100 गुणा हामी भनिदिन सक्छौँ र भोलि चाहिँ हिरासतै साथीहरू चाहिँ भत्काएर अगाडि आएर देशमा के हुन्छ भनेपछि हामीले उहाँले छोडिदिनु। जिल्ला सरकारी उकिलो कामले होइन, साथीहरू सिंहदरबार प्रवेश गर्न चाहन्छ। जसरी चाहिँ जेन्जी विद्रोह सफल भयो, विद्रोहलाई अवतरण गरेर सुशीला कार्कीहरूले सत्ता उनीहरूले रिजाइन गर्नुपर्छ, त्यसपछि सर्वपक्षीय सरकार बन्नुपर्छ, संविधानमा करेक्सन नगरिकन। जस्तो कि हाम्रो 30 वर्षमा 30 वटा सरकार बने। हामी राजनीतिक स्थिरता चाहन्छौँ। यो देशको प्रधानमन्त्री प्रत्येक नेपाली आफैले भोट हालेर चाहिँ चुन्न पाओस्, निर्वाचित होस् भनेर लडेको थियो, सुशासन होस्। यो 3 दशकमा लुट्नेहरू छन् नि, यिनीहरूलाई काल कोठरीमा हाल्नुपर्छ भनिएको थियो त, खुलेमै निर्वाचन कसरी देशमा निर्वाचन हुन सक्छ? अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई पनि सामेल हामी सामेल थिएनौँ। सुशीला कार्कीको विरोधले केही अपरिपक्व जेन्जीहरूलाई दुरुपयोग गरेर त्यहाँ सरेन्डर गराएर खुट्टा ढोकाएर सत्ताको गर्नु भएको। हामीले पछि पनि देखिरहनु यहाँले सरकारभन्दा बाहेकका व्यक्तिहरूलाई पनि केही अपशब्द गरिरहनु भएको थियो होइन, उहाँहरूको विरोधमा नि यहाँ नारा जुलुस भइरहेको थियो। जस्तै सुजन गुरुङ सँगसँगै बालेन शाह लगायत पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य व्यक्तिहरूको पनि यहाँ नारा जुलुस भइरहेको थियो। उहाँहरू अहिले सरकारमा हुनुहुन्न, यो चाहिँ किन होइन? उहाँहरूलाई मतियार बनायो। बालेन शाह भन्ने मान्छेले के लेख्नुभयो स्टार्टर? सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्यो भन्नुभयो। उनैको सिफारिसमा भएको प्रधानमन्त्रीले आज चाहिँ जेएनजीहरूलाई भित्र थुन्ने अनि भ्रष्टहरूलाई चाहिँ बालटारमा बोलाएर चियापान गरेपछि युवाहरूले आक्रोश बोके, स्वाभाविक छ नि। यो आन्दोलन कहिलेसम्म चल्छ? यो जति बेलासम्म त्यो जुन आत्माले घच्काइरहेको छ नि, 76 जना मानिसले आफ्नो चाहिँ प्राण त्यागेको छ नि, हाम्रो धर्मशास्त्रमा के भन्छ भने प्राण मर्दैन। त्यो प्राणले, त्यो उनीहरूको आत्माले हामीलाई घच्काइरहेको छ नि, त्यसले चाहिँ हामीलाई त्यो माग सम्बोधन नभएसम्म घच्काउँछ र त्यो माग सम्बोधन नभएसम्म यो आन्दोलन देशैभरि भोलिबाट सडक सङ्घर्ष होइन हामीले आह्वान गरिसक्यौँ। धन्यवाद। तिमीको नेपाली, नेपाली हामीको नेपाली, तिमीको नेपाली।